अब मैले एउटा त विगतको अनुभवलाई स्मरण गरेर पनि त्यहाँ सतर्क हुनुपर्छ भन्ने लाग्छ मलाई र सङ्केत पाइयो भन्छु म चाहिँ। अहिले सङ्घीय निजामती ऐन इत्यादिहरूलाई कार्यसूचीबाट हटाउनु, कतै न कतै राष्ट्रपाले अवरोध गरिदिइराखेदेखि हुन्थ्यो भन्ने चाहना प्रत्यक्ष परोक्ष अभिव्यक्त हुनु, यो सबैले के देखाउँछ भने सरकारको नेतृत्व कहीँ न कहीँ फेरि एकचोटि त्यसो गर्न सोचेको हो कि भनेर हामी सबैले चाहिँ सतर्क हुनुपर्ने चाहिँ छ। मेरो अहिले ठुलो आरोप सरकारलाई लगाइहाल्यो भन्ने पनि नबुझियोस्, तर हामी सतर्क नहुने भने दुर्घटना हुन पनि बेर लाग्दैन। नेपालमा त हामीले देखेकै छौँ नि विगतमा। मैले अघि त्यसकारण आफ्नै पार्टीको सरकार हुँदा पनि हामी सडकमा जानु पर्यो। अब अनि आफू प्रतिपक्ष हुँदाखेरि पनि सुशील कोइराला प्रधानमन्त्री हुँदा मैले प्रतिपक्ष होइन, अब म पनि सत्तापक्ष भनेर फेरि भूकम्पबाट पीडित जनतालाई राहत दिने कुरामा अब सत्तापक्ष प्रतिपक्ष भनेर झगडा गर्न हुँदैन भन्ने पार्टी र नेता त मै हुँ भन्ने कुरा त सायद नेपाली जनताले मनमा राखेकै छ भन्ने मेरो विश्वास छ।